हेलो साथीहरू, अझ पनि म अलैँची गोड्ने क्रममा नै छु। अब कतिपयले भन्छ यो पछि एकैचोटि टिप्ने बेलामा फाड्दा पनि हुन्छ भन्ने भन्छ होइन, तर यो अहिले फाड्नुमा धेरै फरक छ क्या। अब अहिले फाड्दाखेरि विशेष फाइदा भनेको चाहिँ मुसाले नखाने हुन्छ। 1, 2 नम्बरमा अलिक मजाले पाक्न पाउँछ कि टिप्न पाउँछ होइन, मजाले पाक्न पाउँछ। अनि 3 नम्बरमा भनेपछि यसको मल, त्यो फाँडेको मल लागेर बिरुवाहरू चाहिँ मजाले फलाउने हुन्छ क्या। त्यसले गर्दा चाहिँ यो फाड्नु नै पर्ने हुन्छ अहिले यो टाइममा होइन। अब फल भनेको यति राम्रो छैन, राम्रै छ। यो पालिको फल भनेको चाहिँ राम्रो नै भनेपछि यतिको प्रायः राम्रो नै हो। ठिक छ, फल भनेको यस्तै हो। अब म चाहिँ अहिले काम गर्न आएको भर्खरै, तर घाम लागेर बिजोक घाम चाहिँ मजाले लागिरहेको छ। यो चाहिँ फाँडिदिनु पर्ने हुन्छ कि यस्तो धाराहरू पत्करहरू यस्तोहरू यो फाँड्यो भने चाहिँ राम्रो हुन्छ कि, तर यो चाहिँ काट्नु हुँदैन, यो मरेको चाहिँ यस्तो चाहिँ काट्नु हुँदैन यो, नत्र भने फल बिग्रिन्छ, दाना बिग्रिन्छ कि। त्यही भएर यस्तो पत्करहरू झारहरू चाहिँ यहाँ चाहिँ गर्नुपर्ने हुन्छ यस्तै। हुने ठाउँमा त यस्तो ठिकै छैन, अलिक झार जङ्गलहरू हुन्छ होइन। विशेष गरी अहिले रोप्ने टाइम पनि यही हो कि उचित टाइम भनेको असार र साउन। भन्दै यति नै मेरो भिडियो।